विक्रम सम्वत 2082 साल फागुन 19 गते आकाशमा एउटा यस्तो खगोलीय घटना देखिँदैछ जसले तपाईँको मानसिक र शारीरिक ऊर्जालाई प्रत्यक्ष प्रभाव पार्नेछ। यो ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण। यसको यथार्थ के हो त? शास्त्र अनुसार कसले यो दृश्य हेर्ने र कसले नहेर्ने? आउनुहोस् प्राचीन शास्त्र र आधुनिक विज्ञानको कसीमा यसको विश्लेषण गरौँ। नमस्कार। आधुनिक जीव विज्ञानका अनुसार एउटा वयस्क पुरुषको शरीरमा करिब 60% र वयस्क महिलाको शरीरमा करिब 55% पानी हुन्छ। यो कुनै सामान्य तथ्याङ्क मात्र होइन। यदि चन्द्रमाको गुरुत्वाकर्षणले पृथ्वीका विशाल महासागरहरूमा ज्वारभाटा ल्याउन सक्छ भने के हाम्रो शरीरभित्र रहेको त्यही तरल हिस्सामा यसले कुनै हलचल पैदा नगर्ला र? यही गहिरो सम्बन्धलाई हाम्रो उपनिषदले एउटै वाक्यमा व्याख्या गरेको छ, यत् पिण्डे तत् ब्रह्माण्डे, अर्थात् जे यो शरीरमा छ त्यही यो ब्रह्माण्डमा छ। फागुन 19 गतेदेखि नै ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण के हो त? आउनुहोस् यसबारे बुझ्ने प्रयास गरौँ। चन्द्रग्रहण एक खगोलीय घटना हो जुन केवल पूर्णिमा फुल मुनको रातमा मात्र लाग्छ। जब सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँछ तब पृथ्वीको छाया चन्द्रमामा पर्छ र चन्द्रमा अँध्यारो देखिन्छ। यसैलाई चन्द्रग्रहण भनिन्छ। चन्द्रमा पृथ्वीको छायामा कति र कसरी ढाकिन्छ भन्ने आधारमा यसलाई पनि 3 प्रकारमा बाँडिन्छ। जब चन्द्रमा पृथ्वीको गाढा छायाभित्र पूर्ण रूपमा प्रवेश गर्दछ तब चन्द्रमा पुरै ढाकिन्छ। यस समयमा चन्द्रमा कहिलेकाहीँ गाढा रातो देखिन्छ जसलाई ब्लड मुन पनि भन्ने गरिन्छ। यही नै हो खग्रास चन्द्रग्रहण। त्यस्तै अहिले लाग्ने भनिएको खण्डग्रास चन्द्रग्रहण के हो त? जब चन्द्रमाको केही भाग मात्र पृथ्वीको गाढा छायामा पर्छ र बाँकी भाग बाहिरै रहन्छ त्यसलाई खण्डग्रास भनिन्छ। यसमा चन्द्रमाको एक छेउ काटिएको जस्तो देखिन्छ। यही नै हो खण्डग्रास चन्द्रग्रहण। त्यस्तै अर्को रहेको छ मान्द वा उपछाया चन्द्रग्रहण भनिन्छ, जसमा जब चन्द्रमा पृथ्वीको गाढा छायामा नपरी केवल हल्का छायाबाट मात्र गुज्रिन्छ त्यसलाई उपछाया चन्द्रग्रहण भनिन्छ। यसमा चन्द्रमा खासै कालो देखिँदैन, केवल अलि धमिलो वा फुस्रो देखिन्छ। अब ग्रस्तोदित भनेको के हो त? चन्द्रग्रहणको समयमा यदि चन्द्रमा उदाउने वा अस्ताउने समय र ग्रहणको समय जुध्यो भने ग्रस्तोदित वा ग्रस्तस्थ हुने गर्दछ। यसलाई बुझौँ। अहिले लाग्ने भनेको ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण। ग्रस्तोदित भनेको के त भन्दा ग्रस्त प्लस उदित मिलेर ग्रस्तोदित हुन्छ। अर्थात् यदि चन्द्रमा उदाउँदाखेरि नै ग्रहण लागिसकेको अवस्थामा क्षितिजबाट बाहिर निस्किन्छ भने त्यसलाई ग्रस्तोदित चन्द्रग्रहण भनिन्छ। चन्द्रमा उदाउँदै ग्रहण लागेर उदाएको अवस्था नै ग्रस्तोदित चन्द्रग्रहण हो भने त्यस्तै ग्रस्तस्थ भनेको के हो त भन्दा ग्रस्त प्लस अस्त, अर्थात् यदि चन्द्रमा ग्रहण लागिरहेकै अवस्थामा अस्ताउँछ भने त्यसलाई ग्रस्तस्थ चन्द्रग्रहण भनिन्छ। त्यस्तै आउनुहोस् अब ग्रहणमा प्रयोग हुने विभिन्न शब्दावली र तिनको अर्थ बुझौँ। ग्रहणमा प्रयोग हुने स्पर्श, स्पर्शकाल भनेको ग्रहण सुरु हुने समय हो। सम्पर्क हुने क्षण नै स्पर्शकाल हो। त्यस्तै मध्यकाल भनेको ग्रहणको सबैभन्दा उच्च वा बीचको अवस्था मध्यकाल हो। मोक्षकाल भनेको ग्रहण सकिने वा समाप्त हुने अवस्था हो भने सूतक भनेको ग्रहण लाग्नुभन्दा केही समय अगाडिको परिचित समय नै सूतक हो। फागुन 19 गते लाग्ने ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहणका शब्दावलीबारे यहाँलाई जानकारी भयो होला भन्ने हामीले आशा गरेका छौँ। फागुन 19 गते ग्रहण प्रारम्भ काल रहेको छ साँझ चन्द्रोदयसँगै साँझ 6:13 ग्रहण प्रारम्भ हुनेछ भने मोक्ष समय रहेको छ साँझ राति 7:02 मोक्ष समाप्ति हुनेछ। त्यस्तै सूतक भनेको सही दिन अर्थात् फागुन 19 गते बिहान 9:03 सूतक सुरु हुनेछ। त्यस्तै सूतकको समापन राति चन्द्रग्रहणको समापनसँगै अर्थात् राति 7:02 सूतक पनि समापन हुनेछ। नेपालमा चन्द्रमा उदाउँदा नै ग्रहण लागिसकेको अवस्थामा देखिने हुनाले यसलाई ग्रस्तोदित भनिएको हो। ग्रहणको प्रभाव तपाईँको जन्म नक्षत्र र राशिबाट ग्रहण प्रयोगको स्थानका आधारमा निर्धारण हुन्छ। यस सम्बन्धमा ग्रहण नक्षत्रफल भनिएको छ।
जन्मर्क्षे निधनं ग्रहे जनिभतो घातः क्षतिश्रीर्व्यथा चिन्ता सौख्यकलत्रदौस्त्यमृतय स्युर्माननाशः सुखम् लाभोपाय इति क्रमात्तदशुभध्वस्त्यैजपस्वर्णगो दानं शान्तिरथो ग्रहं वशुभदं नो वीक्ष्यमाहुः परे। अर्थात् ग्रहण तपाईँको राशिबाट कुन स्थानमा पर्छ त्यसले क्रमशः निधन, मृत्युतुल्य कष्ट, घात, क्षति, श्रीप्राप्ति, व्यथा, चिन्ता, सौख्य, गलत र दोष अर्थात् जीवनसाथीमाथिको कष्ट, मृत्यु, मान्नाश, सुख, लाभ, हानि जस्ता फलहरू दिन्छ। यदि फल अशुभ छ भने ग्रहण नहेर्नु नै राम्रो हुन्छ। राशिको फल अनुसार कसले हेर्ने कसले नहेर्ने। राशिको फल यो ग्रहण अर्थात् फागुन 19 गते लाग्ने ग्रहण कसले हेर्ने कसले नहेर्ने त। यस पटकको ग्रहण पूर्व फाल्गुनी नक्षत्रमा लाग्ने हुँदा पूर्व फाल्गुनी नक्षत्र र सिंह राशि भएका व्यक्तिहरूका लागि कष्टदायक रहनेछ। त्यसै गरी अन्य राशिहरूलाई कस्तो प्रभाव पर्छ त। मेष राशि। मेष राशि हुनेहरूका लागि यो पटकको चन्द्र ग्रहण नहेर्दा नै उत्तम हुने देखिन्छ। यो ग्रहणको प्रभावले गर्दा तपाईँलाई मनको एकाग्रतामा कमी आउन सक्छ। महत्त्वपूर्ण निर्णय नलिनु उत्तम हुनेछ। चिन्ताको भय रहनेछ। त्यस्तै वृष राशि। वृष राशि हुनेहरूका लागि पनि यो ग्रहण त्यति उत्तम छैन। यसले गर्दा तपाईँलाई विभिन्न व्यथाहरू गराउने, स्वास्थ्यमा सानोतिनो समस्या वा शरीर भारी महसुस हुन सक्दछ। त्यसैले यो ग्रहण नहेर्नु नै उत्तम हुनेछ। त्यस्तै मिथुन राशि। मिथुन राशि हुनेहरूका लागि भने यो ग्रहण लाभदायक हुनेछ। यस ग्रहणको प्रभावले गर्दा तपाईँलाई आर्थिक लाभ हुने, नयाँ अवसरको ढोका खुल्ने साथै यो समय तपाईँको लागि ऊर्जावान छ, श्री प्राप्तिको योग छ। त्यसैले चन्द्र ग्रहणलाई तपाईँले अवलोकन गर्दा शुभ फल प्राप्त हुनेछ। त्यस्तै कर्कट राशि। कर्कट राशि हुनेहरूका लागि यो चन्द्र ग्रहणको प्रभावले गर्दा लगानीमा जोखिम हुन सक्छ। पैसाको लेनदेन गर्दा निकै सतर्क रहनुहोला। क्षतिको योग रहेको छ। त्यसै कारणले गर्दा यो चन्द्र ग्रहण नहेर्नु उत्तम हुनेछ कर्कट राशि हुनेहरूका लागि। सिंह राशि। आफ्नै राशिमा ग्रहण परेको हुँदा दुर्घटना वा मानसिक आघातको भय छ। सिंह राशि हुनेहरूले विशेष गरी यो चन्द्र ग्रहणको दर्शन नगर्नु नै उत्तम हुनेछ। विभिन्न घात प्रतिघातको जोखिम पनि रहेको छ। त्यसैले यो समयमा मौन रहनु नै उत्तम हुनेछ सिंह राशि हुनेहरूका लागि पनि। कन्या राशि। कन्या राशि हुनेहरूका लागि पनि यो ग्रहणको फल त्यति उचित छैन। व्यय हुने सम्भावना अर्थात् आम्दानीभन्दा खर्च बढी हुने योग छ। अनावश्यक यात्राबाट बच्नुहोस् र यो ग्रहणको दर्शन नगर्नु नै कन्या राशिका लागि उत्तम हुनेछ। त्यस्तै तुला राशि। तुला राशि हुनेका लागि भने यो चन्द्रग्रहण लाभदायक रहेको छ। त्यसैले यसको दर्शन गर्नु तपाईँको लागि लाभमूलक हुनेछ। रोकिएको काम बन्नेछन् र कार्यक्षेत्रमा तपाईँको प्रशंसा हुनेछ। त्यसैले चन्द्रग्रहण दर्शन गर्नु तुला राशि हुनेहरूका लागि उचित रहेको छ। त्यस्तै वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूका लागि यो चन्द्रग्रहणको प्रभावले गर्दा पारिवारिक सुख र मानसिक शान्ति मिल्नेछ। घरमा रमाइलो वातावरण बन्नेछ। त्यसैले यो चन्द्रग्रहणको दर्शन गर्नु वृश्चिक राशिका लागि पनि लाभदायक रहनेछ। त्यस्तै धनु राशि। धनु राशि हुनेहरूका लागि भने यो चन्द्रग्रहणको प्रभावले गर्दा मान्नास हुने, सामाजिक प्रतिष्ठामा आँच आउन सक्ने, बोल्दा र प्रतिक्रिया दिँदा विचार पुर्याउन उत्तम हुनेछ। त्यसैले यो चन्द्रग्रहणको दर्शन नगर्नु नै धनु राशिका लागि उत्तम छ। मकर राशि। मकर राशि हुनेहरूका लागि पनि यो चन्द्रग्रहणको प्रभावले गर्दा कार्यमा अवरोध, अनावश्यक झन्झट आइलाग्न सक्छ र विभिन्न प्रकारका कष्टहरूको सामना गर्नुपर्नेछ। आफ्नो धैर्य नगुमाउनुहोला र यो चन्द्रग्रहणको दर्शन नगर्नु नै मकर राशिका लागि उत्तम हुनेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूका लागि पनि चन्द्रग्रहणको प्रभावले गर्दा स्त्री पीडाको योग रहेको छ। जीवनसाथी वा महिला सदस्यसँग वैचारिक मतभेद हुन सक्छ। विवादबाट टाढै रहनुहोस् र चन्द्रग्रहण दर्शन नगर्नु नै उत्तम रहेको छ कुम्भ राशि हुनेहरूका लागि। त्यस्तै मीन राशि। मीन राशि हुनेहरूका लागि भने यो चन्द्रग्रहणले तपाईँको जीवनमा सुख लिएर आएको छ। त्यसैले यसको दर्शन गर्नु उत्तम रहनेछ। मीन राशि हुनेहरूका लागि शारीरिक र मानसिक आराम मिल्नेछ। रोकिएको पुराना समस्या हल हुनेछन् र चन्द्रग्रहणले तपाईँको जीवनमा सुखमय क्षण ल्याउनेछ मीन राशि हुनेहरूका लागि।
अब हेर्न हुने राशिका लागि चन्द्रग्रहण हेर्नका लागि सूर्यग्रहण जस्तो विशेष फिल्टरको आवश्यकता पर्दैन। तपाईँले नाङ्गो आँखाले सुरक्षित रूपमा हेर्न सक्नुहुन्छ भने यदि तपाईँको राशिमा फल नकारात्मक देखिएको छ भने डराउनु पर्दैन। शास्त्रले त्यसको समाधान पनि दिएको छ। जपः स्वर्ण दानम शान्तिरथो, अर्थात् विभिन्न जप, स्वर्णदान र अन्य विभिन्न दान लगायतले शान्ति प्राप्त हुने उल्लेख गरिएको छ। ग्रहणको समयमा ओम नमः शिवाय मन्त्रको जप गर्नुहोस् र ग्रहण सकिएपछि स्नान गरी सेतो वस्तु, चामल वा दूध वा आफ्नो क्षमता अनुसार दान गर्नुहोस्। यसले नकारात्मक ऊर्जालाई सकारात्मकतामा बदल्न मद्दत गर्दछ। अब झुक्किएर हेरेमा के गर्ने? ग्रहणको नकारात्मक ऊर्जाबाट बच्न र सकारात्मक फल लिन निम्न कार्य गर्नु शुभ मानिन्छ। जप र ध्यान। ओम नमः शिवाय वा इष्टदेवको जप गर्नु। स्नान ग्रहणको समयमा गरिने स्नानले रोग व्याधि नष्ट हुन्छ भने ग्रहणमा के गर्नु हुँदैन। शास्त्रले ग्रहणको समयमा केही कार्यहरूलाई कडा रूपमा निषेध गरेको छ। धर्म सिन्धुका अनुसार ग्रहणको समयमा सुत्नु हुँदैन। सुत्नाले रोग लाग्ने सम्भावना हुन्छ भने भोजन खानु पनि हुँदैन। भोजन गर्नाले अधोगति र स्वास्थ्यमा हानि हुन्छ। त्यस्तै मैथुन, यसले अर्को जन्ममा सुँगुरको योनि प्राप्त हुने भनिएको छ। त्यसैले शारीरिक सम्बन्ध राख्नु पनि यो समयमा उचित हुँदैन। त्यस्तै शौच, दिशा बस्नाले किराको योनि र पिसाब गर्नाले दरिद्रता निम्त्याउँछ पनि भनिएको छ। शौच गर्नु पनि ग्रहणको समयमा अनुचित मानिएको छ। त्यस्तै चाहिँ अभ्यञ्जन, विभिन्न श्रृङ्गार गर्नु, तेल लगाउनु, यस्तो गर्नाले पनि कुष्ठरोग लगायतका दीर्घकालीन रोगहरू लाग्छन् भन्ने पनि भनिएको छ। भने बन्धन र वध, कसैलाई बन्धनमा राख्दा, सर्पको योनि र काटमार गर्दा नरकको यातना भोग्नुपर्ने उल्लेख गरिएको छ। अब ग्रहणमा के गर्न हुन्छ त? हामीले ग्रहणलाई सधैँ डरको रूपमा मात्रै हेर्यौँ, तर हाम्रो निर्णय सिन्धु र धर्म सिन्धु जस्ता प्रमाणित ग्रन्थहरूले यसलाई साधना र स्वास्थ्यको अवसरको रूपमा पनि व्याख्या गरेका छन्। मन्त्रसिद्धि र जप। ग्रहण लागेको समयमा गरिने जप, दान र मन्त्रसिद्धि जस्ता कार्यहरू विशेष शुभ मानिन्छ। यो समयमा गरिएको साधनाको फल सामान्य समयको तुलनामा धेरै गुणा बढी हुने शास्त्रीय मान्यता छ। त्यस्तै शैक्षिक र बौद्धिक क्रियाकलाप। विद्यार्थीहरूका लागि यो समय अध्ययनको कार्यलाई निरन्तरता दिनु नै उचित हुन्छ। विद्या साधनाका लागि यो समयलाई उत्कृष्ट समय भनिएको छ, जसले एकाग्रता बढाउन मद्दत गर्दछ। त्यस्तै दान। शास्त्रमा ग्रहणको बेला दान लिनुभन्दा दान दिनु निकै उचित मानिएको छ। यस समयमा गरिएको दानले अक्षय पुण्य अर्थात् कहिले नाश नहुने फल प्राप्त हुने विश्वास गरिन्छ। विशेष गरी तुला दान गर्नु यस समयमा निकै शुभ मानिन्छ। त्यस्तै आरोग्य र स्नान। ग्रहणको समयमा गरिने स्नानलाई विशेष शुभदायी मानिन्छ। मान्यता के छ भने ग्रहण स्नानले शरीरका पुराना रोग व्याधिहरू हटेर जान्छन् भन्ने मान्यता छ। ऊर्जा शुद्धिकरणका लागि कुशको प्रयोग। ग्रहण लागेको समयमा वातावरणका सबै कुरा अपवित्र हुने भएकोले कुशलाई साथमा राख्नु उत्तम मानिन्छ। कुश वा कुशको पानीले स्नान गर्नाले ग्रहणबाट उत्पन्न हुने नकारात्मक प्रभाव वा दोषबाट मुक्ति पाउन सकिन्छ। ब्रह्माण्डका यी घटनाहरूले हामीलाई प्रकृतिसँग सन्तुलनमा रहन सिकाउँछन्। विज्ञानले भन्छ ग्रहणको समयमा प्रकाशको वेवलेन्थ परिवर्तन हुँदा जीवाणुहरू सक्रिय हुन्छन्। त्यसैले सावधानी अपनाउनु वैज्ञानिक पनि छ। तपाईँको राशि कुन हो र यो ग्रहणलाई लिएर तपाईँ के तयारी गर्दै हुनुहुन्छ त? कमेन्टमा लेख्नुहोला। यस्तै प्रमाणित जानकारीका लागि हामीलाई सब्सक्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। शुभ समय।